यो नेपालको त्यो ताल हो जुन भगवान शिवले आफैले आफ्नो त्रिशूलले बनाएका थिए। तर पर्खनुस्, यसको रहस्य सिधै भगवान विष्णुसँग जोडिन जान्छ। यो कथा समुद्र मन्थनबाट सुरु हुन्छ। जब शिवले संसार बचाउन विष पिए, विषको कारण उनको घाँटी जल्न थाल्यो। भगवान शिव त्यो असह्य पीडा शान्त पार्न हिमालय पुगे। त्यहाँ उनले आफ्नो त्रिशूलले एउटा ढुङ्गा फुटाए र त्यहाँबाट पानी बगेर ताल बन्यो र त्यो पवित्र ताल जसलाई हामी नेपालमा गोसङकुण्ड भनेर चिन्छौं। शिवले यो चिसो पानी पिएर आफ्नो पीडा शान्त पारे। तर पर्खनुहोस्, यो तालको रहस्य यहाँ समाप्त हुँदैन। यस हिमालयी क्षेत्रबाट केही किलोमिटर टाढा काठमाडौँ उपत्यकामा अर्को चमत्कार छ, पुरानो बुढा नीलकण्ठ मन्दिर। यहाँ पानीको बीचमा एउटा सिङ्गो 5 मिटर लामो कालो चट्टान ढुङ्गाबाट कुदिएको भगवान विष्णुको मूर्ति सबैभन्दा सुन्दर मूर्ति हो। अब यिनी दुईको रहस्य। स्थानीयहरूको मान्यता अनुसार गोसाई कुण्डको पानी जमिन मुनिबाट रसाउँदै सिधै यस तालमा आउँछ र जनै पूर्णिमाको दिन बुढा नीलकण्ठको यो तालमा पानीमा दूध जस्तो सेतो रंग देखिन्छ। यस्तो लाग्छ कि गोसाई कुण्डको शीतलता र पवित्रता यहाँ पुगेको छ।